काठमाडौँ न्युज एक्सप्रेस बस्नुभएका सम्पूर्णमा नमस्कार। म नितिन उपाने। नेपाली विद्यार्थी विपिन जोशी अब रहेनन्। हमासले नेपाली विद्यार्थी विपिन जोशी सहित 4 जना मृतक बन्धुको नाम सार्वजनिक गरेको छ। हमासको सैन्य शाखाले 4 मृतक बन्धुको नाम पुष्टि गर्दै शव आज फिर्ता गर्ने घोषणा गरेको हो। हमासको सैन्य शाखाका अनुसार फिर्ता गरिने 4 बन्धकका शवमा विपिन सहित इजरायली नागरिकहरू गाई इलोज, योसी साराबी र ड्यानियल पेस्ट्रिज रहेका छन्। यसअघि आज बिहान इजरायली अधिकारीहरूले जोशी जीवित नरहेको जानकारी गराएका थिए। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायल स्थित नेपाली राजदूतावासलाई गराएको थियो। हमासले जोशीलाई किबुल अल-मिमबाट 2080 असोज 23 गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिन अघि मात्र सार्वजनिक भएको थियो। हमासले आज आफ्नो कब्जामा रहेका 20 जनालाई रेडक्रसका अधिकारी मार्फत इजरायल समक्ष बुझाएको थियो। यो सँगै नेपालीहरूको आश अब मरेको छ। विपिन जोशी अब कहिल्यै नफर्किने गरी नेपाली मनमुटुको धड्कनमा बसेर अस्ताएका छन्। काठमाडौँ न्युज एक्सप्रेस ब्युरो, काठमाडौँ।